ल अब चाहिँ अकेले पशुपति दर्शनमा पुरै भिडभाड शनिबार पालो आउने हो कि नै थाहा होइन। बडो भिड छ आजको शनिबार यो स्वस्थानीको टाइम। आज चाहिँ गाह्रो होला जस्तो चाँडै निस्किन। बाइक त पार्किङ भइहाल्यो, अब आफू कति बेला निस्किने थाहा हुन्न। ल बाहिरैबाट खाली खुट्टा हिँड्यो आज चाहिँ। भित्र गएर त्यो लकरमा राखे नि हुन्थ्यो जुत्ता त, तर केही छैन, पसलमै राख्दिनँ फुल किनेकोमा। यता चाहिँ अहिले टाइम मिल्यो भने जानुपर्छ, पहिला मन्दिर दर्शन गर्न जानु पर्यो। यताको गेटनिरबाट पहिला भगवान् दर्शन गरेर हामी जानुपर्छ। अब चाहिँ यहाँदेखि मन्दिर दर्शन गर्न जानु पर्यो। भिडभाड चाहिँ राम्रै छ, तर अलि ढिला भएको भएर पालो पाइन्छ कि भन्ने छ शनिबार आज। यता चाहिँ परेवा छन् सर मस्त। आज मन्दिरमा एकदमै भिडियो चाहिँ यहीँबाट मात्र खिच्न पाउँछ, भित्र पाउँदैन। यतिमै सब गर्नुपर्छ अब आएपछि। ल भगवान्को दर्शन गरेर बाहिर आयो। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, हर हर महादेव महादेव। ल अब चाहिँ निस्कियो, भिड त कम भएन। जय शम्भो हर हर महादेव। यहाँबाट निस्किएको छु, भरे एक्लै छु है म त, कस्तो छ आइरहेको। ल अब चाहिँ जुत्ता लगाएर तलको साइड एकचोटि हुन्छ। अब चाहिँ जुत्ता लगाएर फेरि सेम बाटो उतातिर तलतिर जानुपर्छ, एकचोटि घुम्नु पऱ्यो। ल ब्याकग्राउन्ड भ्यू अफ पशुपति टेम्पल चाहिँ आरती गर्ने ठाउँ। इगो तपाईँ म पाएँ भन्ने सबै कुरा सकिने अन्त्य हुने ठाउँ यही हो, अल्टिमेट इन्ड। दर्शन पनि भयो, तल्लो साइड पनि घुमियो। अब चाहिँ लेट्स गो होम। लेट्स गो, फर्स्ट गो टु द पार्किङ, टेक द बाइक एन्ड गो होम। द्याट्स द टुडेज भिजिट।